मेरो सम्पूर्ण हजुरहरूमा शुभ बिहानीको अभिवादन सहित नमस्कार साथै आलो सम्झना सहित हजुरहरूको दिन शुभ रहोस् भन्ने कामना राख्दै आज छुट्टै एउटा भिडियो फेरि लिएर उपस्थित भएको छु र मेरो यो युट्युब च्यानलमा जसले पनि सब्स्क्राइब गर्नुभएको छैन तपाईले सब्स्क्राइब गरेर अगाडि बढाइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। आजको यो यात्रा मेरो गाउँले जीवनको कथा व्यथामा आधारित गाउँको कथा लिएर म आज फरेस्ट जंगल तर्फ लागिरहेको छु र यो गाउँको दृश्य यहाँदेखि तल देखिने यो कुलोबाट निकालिएको दृश्य हो। यहाँनिर गाउँमै भव्य महलहरू पनि हाम्रो बनिरहेको छ। यसरी यो तल देखिने रोड लुङथुङदेखि लिएर यी गाउँसम्मको कनेक्टिभिटी हो। यसमा अहिले भर्खरै काम धमाधम चलिरहेको छ। यो बाटो भएर म जाँदैछु। इस्कुसको थाङ्ग्रा काट्ने क्रममा आज म जङ्गलतर्फ लागिरहेको छु। यो पर देखिने गुराँसे डाँडोको तस्बिर हो। शङ्खु गाउँको एउटा रमणीय दृश्य हाम्रो गाउँको। यो कुलो चाहिँ साङ्खु खोलादेखि लिएर यी खोला कनेक्टिभिटी थियो। यो राजाकै पालोमा बनिएको कुलो हो। तर यो कुलोलाई अहिले कति ठाउँ पहिरोको कारणले गर्दा चल्न सकेको छैन। यो जुन तलको तस्बिर देखिँदैछ खण्डु माध्यमिक विद्यालयको दृश्य अनि खेल मैदान हो यो। अनि गाउँ खण्डु गाउँहरूको यो तस्बिर तल लागेर अहिले अवलोकन गर्न त्यति मिल्दैन। यो पारिपट्टि खण्डु खोलादेखि उताको वन जङ्गल हो। यो वन जङ्गल माथि माथि धेरै सुन्दर वनपाखा पखेरा अनि चराचुरुङ्गीहरूले आफ्ना धुनमा गीत गाइरहेका अति नै रमणीय सङ्गीत कता कता बतास चलिरहेको श्रीक्षिर हावा को साथमा यो सुन्दर दृश्यहरू हजुरलाई मैले अवलोकन गराएँ र फेरि पनि हजुरलाई अपेक्षा राख्दै मेरो यो युट्युब च्यानलमा जसले पनि यो भिडियो अवलोकन गर्नुहुनेछ तपाईहरूले मलाई सब्स्क्राइब गरेर अगाडि बढाइदिन हार्दिक अनुरोध टक्राउँदै आजको यो छोटो भिडियोलाई यहीँ अन्त गर्दै फेरि भेट्ने आशा राखेको छु। आजको लागि यतिमै धन्यवाद। फेरि भेटौँला। हजुरको दिन शुभ रहोस्।